यो दलाल पुँजीवादले किन त्यसले त चाहिँ आफ्नो पसिना नचुहाइकन आफ्नो श्रम र पुँजी लगानी नगरिकन ठुल्ठुलो कमिसन र भ्रष्टाचारबाट पैसा कमाउँछ, ठुलो अमाउन्टमा पैसा कमाउँछ। त्यसमा उसले त्यो पैसा चाहिँ उत्पादनमा लगानी गर्दैन, उत्पादनशील लगानी हुँदैन थियो। त्यसपछि त्यो कहाँ लगानी हुन्छ त भन्दाखेरि ब्युटी पार्लरमा, हाउजिङमा, कारमा, होटेलमा, फर्निसिङ हाउसमा खर्च हुन्छ। त्यसले समाजमा अर्को घातक प्रवृत्ति के थाहा पारेको छ, त्यो सत्ताको संस्कृति बन्छ। त्यसपछि जो मान्छे निम्न वर्गको छ ऊ पनि त्यो सत्ताको संस्कृतिबाट प्रभावित भएर होटेलमा, ठुलो होटेलमा भोज खुवाउनुपर्छ तर जग्गा बन्दकी राखेर हरेक मान्छे एउटा कन्ज्युमरिजमको दिशातिर गइराखेको। त्यस कारणले एकातिर चाहिँ दलाल पुँजीवादको कारणले राष्ट्रिय पुँजीको विकासै भएको छैन, अर्कोतिर सत्ता संस्कृति चाहिँ यस्तो उपभोक्तावादी बनाइदियो कि जसले गर्दाखेरि कोही मान्छे आफ्नो सानो आम्दानी भए पनि त्यसलाई थोरै जम्मा गरौँ, सेभिङ गरौँ भन्नेमा छैन। त्यो चाहिँ उपभोगमा खर्च गरेर त्यो पनि अर्को दिशातिर गएर नेपाली समाजलाई खतम भइरहेको। अब गृह